वेलकम ब्याक टु खोज खबर टिभी। म चाहिँ अहिले दुप्चेश्वर म आइपुगेको छु र यहाँ चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्जले चाहिँ यहाँका स्थानीयहरूलाई चाहिँ दाउरा काठ गर्न पनि नदिने र बारीमा खेतमा लगाएको धान बाली मकै कोदो जस्ता चिजहरू चाहिँ वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट आएर वन्यजन्तुले चाहिँ नाश गर्यो र खाइदिएको क्षति गरिदिएको बाबत पनि राहत लिनलाई चाहिँ धेरै समस्या भइरहेको हामीले यहाँ बुवाबाट जानकारी पाएका छौँ र पटक पटक निकुञ्जमा गएर यसको समस्या प्रशासनमा राख्दा पनि प्रशासनले कुनै गुनासो नसुनेका कारणले चाहिँ आज मिडिया मार्फत चाहिँ यो सानो गुनासो बुवाले राख्दै हुनुहुन्छ। यो जुन बाली जनावरहरूले निकुञ्जबाट आएर खाएर यो नाश गरेको बालीको क्षतिपूर्ति लिनलाई पनि समस्या भइरहेको चाहिँ यहाँका स्थानीयहरूले पनि बताउनु भएको छ र यसको बारेमा चाहिँ सानो जानकारी बुवाले यसको बारेमा चाहिँ बताउँदै हुनुहुन्छ। बुवा यसको बारेमा बताइदिनुहोस्, जनावरहरूले चाहिँ यो धान बाली खाँदाखेरि निकुञ्जलेबाट चाहिँ के समस्या आयो, प्रशासनले तपाईँको गुनासो किन सुनेन? रातभरि कुर्नुपर्छ, कुर्दा पनि चाहिँ आएर जोत्ने खाने बनेले अनि त्यस्तो गर्छ। बाँधर एकछिनमै आउँछ खान्छ, फुटिखिचेले भन्छ, हजुर फुटिखिचेलाई उहाँ यो थोक भएन भन्छ, उ थोक भएन भन्छ। बल्ल बल्ल 4,000 5,000 रुपियाँ दिन्छ, 200-300 पल्ट धाउँदा पनि जाने पाउने होइन। एउटा बालीको जम्मा 5,000 दिन्छ र तपाईँ त्यत्रो धाउँदाखेरि त तपाईँको त्योभन्दा बढी त तपाईँको उल्टो खर्च लेखा बढी गर्दै खान्छ, जान्छ 4-5 हजार। त्यो लेखेको मान्छेले पैसा खाइदिनु भयो अनि तपाईँ त्यो जाँदाखेरि जाँदा आउँदा गरेर 5,000 भन्दा नि बढी त तपाईँको खर्च हुने भयो नि, बढी खर्च हुन्छ। अनि त्यस्तो गरिदिन्छ। अब पाइन्छ कहाँ मार्न पाइन्छ र भन्छ, के गरी 500-700मा त्यति खेरे माऱ्यो भने लान्छ उनीहरू, लगेर उहाँ जाने गाड्ने भन्नु भन्छ, हामी आएर खान्छ उनीहरू। 500मा परेको जनावरहरू अब चाहिँ तपाईँहरूले बुझाउँदाखेरि चाहिँ लगेर गाड्ने भन्न चाहिँ उल्टो चाहिँ त्यो त्यहाँ लगेर दिएपछि त्यहीँको मान्छे त्यहीँको कर्मचारीले त्यो खाइदिन्छन्। भनेपछि यो निकुञ्जमा त त्यो निकुञ्ज जस्तै वर्षमा निकुञ्ज खोलिन्छ नि है। यो निकुञ्ज चाहिँ यो क्षेत्रमा चाहिँ लाङटाङ क्षेत्रकोमा चाहिँ खोल्छै खोल्दैन यो क्षेत्रमा चाहिँ? 5 वर्षमा एकचोटि खोल्छ। 5 वर्षमा एकचोटि खोल्छ। त्यहाँको अब दाउरा घाँसपात चाहिँ सबै गर्नु पाइयो? 6-7 दिन दिन्छ, पुर्जी काटेर 6-7 दिन दिन्छ। तपाईँको एउटा पुर्जीको कति पर्छ? 100-200 लिन्छ होइन, एउटा पुर्जीको 100-200 रुपियाँ। एउटा पुर्जीको 100 रुपियाँ दिएर चाहिँ जाति हेरी हुन्छ, त्यो पनि जात हेरेर जाति हेरेर जातीय अनुसार छुट्याएर पुर्जी काटिन्छ। पुर्जी काटिन्छ। यस्तो छ यहाँको समस्या है अझै पनि। अनि काठ दाउरा घाँसपात चाहिँ जे होस् त्यो 5 वर्षमा एकचोटि खोल्दा पाइयो? 6-7 दिन पाइन्छ, 7 दिन भएर पेट छैन, छैन। अनि अरू केही भन्नु चाहनुहुन्छ? अरू के अब यो राष्ट्रिय पुञ्जल नगरदेखि हाम्रो यहाँ 22 थरीको चाहिँ जडीबुटी छ हेर्नु। हजुर, यो 22 थरीको चाहिँ जडीबुटी यहीँकै युवाहरूले भनौँ सक्ने आइमाई केटी सबै चाहिँ ल्याएर चाहिँ बिक्री गर्न पाइन्थ्यो। त्यो छुनै दिँदैन, जानै पाइँदैन, लगेर दिँदै दिँदैन। अनि अन्तको मान्छे आउँछ अब जङ्गलमा कागजबाट उनीहरू काटेर लान्छ, चोरेर अब चाहिँ नि जटामसी उनीहरू खनेर लान्छ, 5 उम्ले छ, 5 उम्ले उनीहरू खनेर लान्छ। दर्शक पनि यस्तो रहेछ यहाँको। जस्तै 5 औँलेदेखि लिएर हरेक जडीबुटीहरू चाहिँ यो क्षेत्रमा पाउने र यो क्षेत्रकै जनताहरूले चाहिँ त्यो जडीबुटी चाहिँ उपभोग गर्न नपाउने र यहाँ चाहिँ जडीबुटी बाहिरको मान्छे आएर तस्करी गर्ने र तस्करी हुँदा पनि यहाँका प्रशासन, पुलिस प्रशासन र निकुञ्ज प्रशासन चाहिँ आँखा चिम्लेर बसेको हामीले उहाँबाट जानकारी पायौँ। यो स्रोतलाई चाहिँ छिटोभन्दा छिटो न्यायालय गर्नु पर्यो र यो अहिले गरेको हामीले राष्ट्रिय निकुञ्जको बारेमा सानो कुरा गऱ्यौँ। यो रिपोर्ट चाहिँ सारा जनताहरूमा निकुञ्जमा पुर्याइदिनको लागि लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। खोज खबर टिभीबाट बिदा हुन चाहन्छु। धन्यवाद।